हेलो साथीहरू नमस्कार। आज चाहिँ म मच्छेनारायण भगवान्कोमा बत्ती बाल्न जाँदैछु। त्यसैले हामीले चाहिँ त्यतिवटा मालपुवा चढाउनु पर्छ। यो मरमासमा जहिले चढाए पनि हुन्छ। अनि आज हामी चाहिँ साँझमा उता मच्छेनारायण बत्ती बाल्न जान्छौँ। त्यसैले मैले चाहिँ यो बिहानै तयार गर्दैछु मालपुवा बनाएर, किनकि अब बेलुका अफिसबाट फर्किँदा ढिला हुन्छ नि त। अनि त्यही भएर बिहान तयार पारेँ मालपुवा चाहिँ। अनि यस्तै तयार पारेर राखेर अनि अफिस गएर आएपछि चाहिँ अब हामी बत्ती बाल्न जान्छौँ साथीहरू। हजुरहरूले चाहिँ मेरो भिडियो हेरेर सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला प्लिज भन्छु है। के रे सानो बत्ती बाल्ने तयारीमा छौँ, बत्ती बाल्छौँ, बत्ती तयारीमा तयार पार्दैछौँ। छोरीले भिडियो बनाउँदैछिन्। ल भन्छु ला गयो क्या होइन, मेरो आवाज नै आयो क्या। आज कस्तो भिडियो भोइस ओभरै हाल्छु है बरु। ल बत्ती त केही रामै छैन भाइ। छोटो बत्ती ल्या त्यत्रो त्यो तारिका बिचिरहेको छु। सुरु मेरो पर्स ल्याउनु पानी अलिकति हाल्नु भन्छ। अहिले चढाउनु भन्छन् एकछिनपछि है। फलफुलले अहिले चढाउनु त्यो आइरहनु भएको पुस्ल्या होला तपाईँहरूले अलिअलि त्यहाँ पनि रहन्छौँ। मैले अलिक खोजेको यथाशक्ति ल ल ल त्यसो भए अब पहिले दियोको पूजा गर्ने सबै आफ्नो आफ्नो दियोको पूजा गर्ने है त। हो तिरो पाद्यम समर्पयामि जीवनायनमा जल चढाइन्छ। अर्घ्यम समर्पयामि जीवनायनि लेपनम चन्दन समर्पयामि जीवनायनि मम पाप विनाशाय दीपज्योतिर् नमोस्तुते। ल अब फुलासित लिएर त्यो कलरको गेटमा थुन्नुहोस् है, तपाईँहरूको कलरमा। हरि ओम चामल धोइरहनु धान बसिदिनु सविता।
कति आइरहेको यो आज स्कुल जानु पर्दैन शनिबार होइन आज किन आइरह